guys, welcome to my new vlog. आज चाहिँ म दुबई इन्टरनेसनल एयरपोर्टमा छु। नेपालको 7:30 को फ्लाइट छ दुबईबाट र म चाहिँ मेरो फेरि हुँदो रहेछ युरोपको अनुभव पनि तपाईँहरू सुनाउनेछु। र यो चाहिँ दुबई इन्टरनेसनल होटल र साथै यो दुबईको इन्टरनेसनल एयरपोर्टभित्रको गोल्ड मार्केट पनि हो। यो चाहिँ तलको ड्युटी फ्री मार्केटहरू सबै छ। त्यहाँ चाहिँ फुड भिलेज डिबिएक्स छ त्यहाँ चाहिँ। र यसरी अब यात्रा भइरहेछ दुबई इन्टरनेसनल एयरपोर्टभित्र। यहाँ चाहिँ कस्तो छ भने हाम्रो नेपालमा चाहिँ खानेकुराहरूको पसल हुन्छ एउटा सप भनौँ। यहाँ चाहिँ कस्तो भने अटोमेटिक भनौँ न, आफूलाई के खान मन छ त्यहाँनिर पैसा लाउने है। अनि त्यसपछि चाहिँ आफूले चुज गरेर चाहिँ आउँछ र आफूले आफ्नो इच्छाले मन लागेको खानेकुराहरू त्यहाँबाट निस्किन्छ र खान पनि मिल्छ। यति राम्रो भ्यू छ यो दुबई इन्टरनेसनल एयरपोर्टभित्रको। यति राम्रो भ्युज तपाईँहरू सामुमा यसरी भिडियो बनाएर पुर्याउनु लाउन पाउँदा चाहिँ अति नै राम्रो खुसी लागेको छ। र आगामी दिनहरूमा पनि म युरोप गएपछि कुन कुन कन्ट्री पुग्छु त्यो कन्ट्रीहरूको चाहिँ भिडियो बनाएर तपाईँहरू लाउनेछु, तपाईँहरूमा देखाउनेछु र तपाईँहरूले आशा छ मलाई अहिले भिडियोमा तपाईँहरूले माया गरिदिनु लाइक गरिदिनु भएको थियो र त्यसरी नै अघिको भिडियोहरूमा पनि तपाईँहरूले लाइक गरिदिनुहुन्छ भन्ने आशा छ मलाई। सेयर सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई। युट्युब च्यानलभित्र हाल्दैछु, युट्युब च्यानलमा लाउँदैछु। म चाहिँ यसरी एयरपोर्टभित्र सफाइ पनि गाडीहरूले बनाउनु सक्छ भने इक्विपमेन्टहरू सफाइ गर्ने काम गर्छ। अति नै राम्रो दुबई इन्टरनेसनल एयरपोर्ट धेरै ठुलो पनि छ। यहाँको एयरपोर्ट चाहिँ यस्तो छ। यो चाहिँ फुड भिलेज डिबिएक्स एयरपोर्टभित्रको अति राम्रो सुन्दर भिडियो तपाईँहरूको लागि चाहिँ मैले यसरी भिडियो बनाउँदैछु र तपाईँहरूले भिडियो हेरेर प्रतिक्रिया पनि दिनु होला र आगामी दिनहरूमा यसरी नै मलाई फेरि भिडियो बनाउन र साथै यसरी नै भिडियो ब्लग बनाएर
प्रोत्साहन मिलोस् र अघिको दिनहरूमा म कुन कुन देश पुग्छु तपाईँहरूलाई त्यो देशमा पुगेको सम्पूर्ण भिडियोहरू तपाईँहरूलाई सबै ब्लग बनाएर लगाउनेछु। तपाईँहरूले यसरी हेर्दै माया र साथै सपोर्ट गरिदिनु होला भन्ने आशा मलाई पनि छ। अघिको दिनहरूमा तपाईँहरूको माया र साथले अघि बढ्न मलाई मद्दत पुग्नेछु र अब म पुग्ने देशमा म जुन देशमा जान्छु युरोपको त्यो कन्ट्रीको सबै कुरोहरू भारतमा चाहिँ इन्टरनेट ब्लग बनाएर छोटो ब्लग बनाएर लगाउनेछु। आशा छ अघिको दिनहरू नै भनेर आज जस्तो राम्रो भएको छ त्यसरी नै अघिको दिनहरू पनि राम्रो भन्ने आशा साथै अब चाहिँ म यो भिडियो बन्द गर्न चाहन्छु किनकि भिडियो धेरै लामो भइसक्यो र तपाईँहरूलाई पनि धेरै लङ टाइमसम्म भिडियो हेर्न त गाह्रो हुन्छ र यस्तो दिन अघि दिनहरू